हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म तपाईँलाई एउटा के नोटिस भन्न चाहन्छु। सबैलाई धेरै दिनपछि भिडियो आएन भन्नुहुन्छ, कोहीले के भन्नुहुन्छ, साथीहरूले भिडियो आएन भन्नुहुन्छ होइन। किन नआएको भने पानी परेको छ गाइज यसरी। अनि यता हामीले पुरै यस्तो हिलो हिलो छ। अनि हाम्रो चाहिँ फार्ममा काम पनि थियो, त्यसमा चाहिँ हामी माछा मारेर थियौँ होइन। त्यसैले यसरी भाडो राखेको थियौँ। उयो हेर्नु त माछा हेर्नु त, माछा छ है, टन्नो माछा छ होइन। अनि हाम्रो यो ड्रागन फ्रुटहरू पनि छ। यस्तो भिडियोमा पनि मैले देखाएको थिएँ। यो यतिवटा छ, चारवटा। यो एउटा सबैभन्दा कान्छो, त्यसपछिको यो, त्यसपछिको उत्तो भित्ताको, त्यसपछि यो सबैभन्दा जेठो। यहाँ चाहिँ तपाईँहरूलाई के भन्न चाहन्छु भने सबैलाई 2082को शुभकामना भन्न चाहन्छु। र सबै मलाई 6000जनाले हेरिदिनु भएकोलाई पनि ह्याप्पी दसैँ। सबै मेरो युट्युब फ्यामिली ह्याप्पी दसैँ। र म के भन्न चाहन्छु भने आजको दिन सैटरडे हेलमेट डाँडामा आउनुहोस्। तपाईँहरूले 15000 क्यास पाउँछ त्यहाँनिर। तपाईँको त्यो दसैँ कम्पिटिसन हुँदैछ, सबैजना मिलेर यो परम्परा चङ्गा उडाउने परम्परा जित्नको लागि 15000 आउने होइन कि। यहाँ हेलमेट डाँडामा उडाउन आउनुहोस्। तपाईँहरूले हाइट छ, राम्रो हुन्छ, त्यसैले आउनु होला। ल आजलाई यति भन्न चाहे। आजलाई बाई। म एकचोटि भ्यू तपाईँहरूलाई मेरो घरको देखाएर जान्छु, अनि म हेलमेट डाँडा पनि देखाउँछु अनि जान्छु ब्लगबाट। अनि भोलि कि आजै ब्लग आउन सक्छ, दिउँसो कि बेलुका। र गाइस, हेलमेट डाँडा भनेको त्यो घर जस्तो देख्नु भयो नि तपाईँले, त्यो घर जस्तो हो। त्यही ठ्याक्कै त्यहीँनिर हो। ल त्यो घर जस्तो छ नि, ठ्याक्कै त्यो ग्राउन्ड जस्तो छ नि, एउटा ओह्रालो हो, ठ्याक्कै त्यहीँनिर हो त। ल बाई।